दुर्गा प्रसाईको विचारलाई पछ्याउँदै हिँड्ने हाल नेदरल्यान्डमा बसोबास गर्दै आएका भानु चुडाल नाम गरेका अराजक व्यक्तिले सामाजिक सहिष्णुता भड्काउने उद्देश्यले टिकटक लाइभ मार्फत बारेन लगायत रासपा सकाइदिने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका छन्। एकपटक यो आबामा यो लुसिफर जान्छ भने त्यसलाई जाँबाट नै गोली ठोक्ने वातावरण बनाउनु पर्छ के जाँबाट बनाइसिया छ हान्ने पनि हो। मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूको कुरा भएको छ। मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन्, बजाउनेवालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न, सर्वदलीय बजाउने पनि कहिले भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन। हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ। त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ। सामदाम दण्ड भेट भन्छ त्यो गर्नै पर्छ। गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने गर्छ दाइ। तपाईँले पिठे खान्छ के ढुक्क हुनु, पिठे खान्छ के ढुक्क दाइ। पर्चामा जाँदाखेरि बाटो छेक्ने हो कि बाटो छेक्ने हो, त्यही भनेको दमसम्म आइज नि त होलेनमा। उहाँलाई पोखराबाट समातेको अन्तिम चेतावनी सुशीला म्याडमलाई, अन्तिम चेतावनी। अझै पनि टाइम छ। गल्ती गर्यो भने हामी छोड्नेवाला छैनौँ। घर फर्किँदाखेरि त्यो घर रहन्छ रहँदैन विचार गर्ने। माथि गिर्जाका पुर्याइदिहाल्यो त बम पड्किन्छ काठमाडौँमा, त्यति हो। 24 घन्टाभित्रमा आगो बाल्छ हामी। देउता भन्ने आइडीमा लिनु त यो बोल्नुपर्ने भएको छ। अलि चर्कै बोल्नुपर्ने भएको छ क्या। अर्को कुरो, सुशीला म्याडमलाई 24 घन्टा अल्टिमेटम हो। तपाईँ कहाँ हुनुहुन्छ, तपाईँको छोराछोरी पनि सुरक्षित हुन नसक्छ, त्यो पनि चेतावनी हो। राज संस्था चाँडै फर्किँदैछ, तेरो हिसाब किताब गर्छौँ, तँलाई अमेरिकाबाट उठाइदिन्छ हामी। होल्यान्डको किङ हो, होल्यान्ड किङ भने तँलाई थाहा छैन साला, किङलाई पान भन्छस्। हान न, गोली छ कि छैन त्यहाँ, त्यो भत्तोलाई ठोकिहाल न। खोजी घर जलाउनु पर्छ। खोजी घर यिनीहरूको कार्यक्रम कहाँ हुन्छ त्यहाँ बम हान्न पर्छ। जहाँ घन्टी घरको कार्यक्रम हुन्छ त्यहाँ बम हान्न पर्छ। बम जहाँ घन्टी घरको कार्यक्रम हुन्छ, जहाँ अफिस छ, त्यो सबै फोर्नु पर्छ है साथीहरू। हामी अब जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहाँ बम हान्नु पर्छ है। हामी त बाल्टी बम